ब्यागको चेली अनि भेडारबाट हजुरलाई स्वागत छ बेलुकाको साँझ पखको भिडियोमा हजुरलाई स्वागत छ। अनि म चाहिँ धरान जाँदैछु किनभने चाहिँ साथीहरू मैले बोलेको आवाज आएको छैन होला, अहिले एकछिनमा भन्नेछु। अब के भन्ने बाइकमा आवाज धेरै आउँछ नि त, त्यही भएर अहिले पनि शीतल भइरहेछ। अस्ति भर्खर निको भएको कि बिरामी भएर फेरि चिसो लुगा उस्तै पातलो गएको छु, केही छैन। आनन्द घरको गर्नु हुन्छ नि त, त्यही भएर चाहिँ अब लागेको यहाँ हेर्नु न मलाई रिसिनको सिङ है कति बेला हो। हामी ड्याङ्गर पनि गएको छौँ, छिटाइ पनि के छैन ल अहिले आइसक्यो। यस्तो रियाक्सन देऊ न नन्दले, यस्तो हक गर न हौ, हेर न त भिडियो भएको अनि एक वर्ष भयो हामी नभेट भएको। हाम्रो त्यही हुन्छ है मोटाए के छ हौ। अनि हामी चाहिँ यहाँबाट अब लागिसकिसकेको यहाँ बहिनीकोमा एकछिन भेट्यौँ। अनि कहाँ जाँदैछौँ भने चाहिँ यहाँ अहिले देखाउने छौँ हजुरहरूलाई, थाहा पाइहाल्नुहुनेछ हजुरहरूले। अब त्यही भन्न चाहन्छु, अब चाहिँ सामानहरू किन्नुपर्ने हुन्छ, धेरै छ, धेरै पछि धरान आएको छु म। अब यसो सामानहरू किन्नुपर्ने ल, अब के किन्छु किनेको त देखाउँदिनँ। अब डाइरेक्ट हामी जान्छौँ बर्थडेकै घरमा भनी गयो, बर्थडे घरमा जान्छु। अब कसको बर्थडे भनेर चाहिँ हजुरलाई उयो गरेर देखाउने छु है त, अहिलेलाई भेटौँ। हामी चाहिँ लाग्यौँ बर्थडे बोयको घरतिर। अब चाहिँ केही किन्न पाइनँ, म लुगा चेन्ज गरिहालेँ मैले। अब जाँदैछु हेलो हेलो बा खोइ हाल्यो भनेको हजुर के छ माइ हजुर नि त मा के छ के ल्याइदिएको आउनु जाऊँ। यहाँ मैले चाहिँ बहिनीहरूलाई के ल्याइदिएको छु भने वाउ जुन पनि ल्याऊ हाङमा हाई। यो तिमीलाई येल्लो छ नि त, नि तिम्रो येल्लो फेभरेट, उसको पिङ्क फेभरेट, अनि तिम्रो चाहिँ के फेभरेट पिरो छ पैसा फेभरेट। अनि करेन्ट होइन र उसकै बर्थडे साथीहरू, उसकै बर्थडे भनेर म आएको यहाँनिर। ह्याप्पी बर्थडे टु यु। कस्तो लाग्यो मलाई आइदिन्छस् यहाँ मलाई छु ला बढ्ने हेलो खोलिदिनु ल, खोलिदिन्छस् तिमी चाहिँ को हो गाइस? हामी चाहिँ नन्द भाउजू गफ गर्दा रातिको 3 बजे कान्छा नन्दी हो कान्छी नन्दी। हामी चाहिँ नन्द भाउजू भेट भएपछि यस्तै साथी हो हाम्रो। ल गफ लाग्यो भयो, हामीले भिडियो गरेनौँ जस्ट हामी गफ गर्दै खाँदै बस्यो। धेरै पछिको भेट हो होइन धेरै पछिको भेट हो यस्तो हो साथीहरू। हामीले गफ गर्दा गर्दा कति बेला 3 बजे थाहा पाइनौँ। अब चाहिँ हामी सुत्छौँ गाइज होइन। अब सुत्छौँ। अब भोलिको भिडियोमा हामी यो भिडियो जोडेर हाल्छौँ। गुड मर्निङ भिडियो हाल्छौँ। आई लभ यु गाइज। पक्नु मस्त गाइज, तपाईँलाई पाना देखाउँछु। गर्दै हामी चाहिँ कति महिनापछि भेट भएको भन्नु न। अब लाइनले पनि महिनापछि देखाइदियो। आज भर्खर आएको साथी, म त आज भर्खर आएको। म गर्मीले पहरी बस्छु त म अब मुख सुकेर भएन। अब चिसो मलाई देखेन त तिमीलाई त ल कालो देखिँदो रहेछ ल सुत है तिमीहरू। हाम्रो होइन हाम्रो लामो गफ भयो, तर के गफ थाहा भएन के भयो थाहा छैन। तिमी लामो भयो
केही हुँदैन हाम्रो राधा हो नि त राता लागेको छैन नि त दादा हो राता राता लागेको छैन नि त त्यही भएर ल साथीहरू हाम्रो एकछिन अब सुत्छौँ भन्दा नि अब हाम्रो क्यामेरा क्यामेरा अफको भिडियो हुन्छ के भन्छ ल गाइस अब चाहिँ हामी सुत्छौँ होइन क्यामेरा मैले अफ गरेको अफ क्यामेरा एकछिन गफ हुन्छ 3 पनि बजिसकेको छ होइन अब सुत्नु नि पर्छ भोलि उठेर फेरि अब कोही कोही मान्छेहरू काममा जानुपर्ने हुन्छ कि गाइस त्यही भएर बाई बाई भोलिको बिहानको ब्लग होइन भोलि होइन आज भयो अहिले एकछिनको 2 घन्टा पछिको हामी भिडियो ल्याउँछौँ फेरि बाई बाई गुड मर्निङ एभ्रिवान नमस्ते हजुरलाई फेरि पनि हजुरलाई स्वागत छ है मेरो ब्लगमा अनि यो चाहिँ हामी गफ गर्दा गर्दा राति कति 12-2 बजीसम्म गफ गरिदियो अब धेरै पछि भेट भएको नि त त्यही भएर गफ गर्दा गर्दा हामीले सुतिहालेको छौँ त फेरि बिहान मेरो ड्युटी हुनुपर्छ नि त त्यही भएर म फेरि 5-6 बजी उठिसकेर अब रेडी भइसकेँ म चाहिँ जानलाई अनि बहिनीहरू चाहिँ सुतिरहेछन् यहाँ अर्को बहिनी उठिसक्यो अर्को बहिनी यहाँ सुतिरहेछ अब लाग्नुपर्ने हुन्छ सर आज मेरो ड्युटीमा साथीहरू खाने म घर ल्याउँछु त्यही साथीहरू अनि हामी चाहिँ उठेर पनि अब जान लागेको रेडी भएर जान लागेको अनि हजुरहरूलाई थाहै छ मेरो बर्थडे आउँदैछ भनेको किन भन्नु पर्यो त हजुरले सधैँ मेरो भिडियो हेर्नुहुन्छ भने चाहिँ थाहै छ यो असार महिनाभरि चाहिँ मेरो बर्थडे भनेर होइन असार महिनाभरि चाहिँ भन्न नमिल्यो त्यही पनि अब आउँदैछ मेरो बर्थडे पनि हजुर बर्थडेको भिडियो त आएन भन्ने हुन्थ्यो होला मैले पनि भिडियो लिन यताउति गर्दा राति पुगेको मान्छे नि त म थाहै छ हजुरलाई ड्युटीबाट गएको मान्छे के गर्दा गर्दा भाइ भ्याइन क्याप्चर गर्न फेरि त्यही माथि मेरो मोबाइल अफ भइहाल्यो त्यही भएर लिनु पाइन अनि यहाँ आएर चाहिँ यस्तो बहिनीहरूसँग चाहिँ गफ गरिदियो अनि त्यही हो अनि मेरो बर्थडे आउँदैछ नि फेरि तारिए हो तर मैले बर्थडेमा के लो यिनीहरू अहिले सुतिर छ नि जाऊँ न त अनि मौसम चाहिँ यस्तो छ असार भनेपछि त हजुरलाई थाहै छ बर्खाको मौसम हो भनेर हेर्नु नै अनि हेलो आमा आमा चाहिँ अघि उठिसक्नु भयो हामी चाहिँ अहिलेसम्म सुतिरहेको थियौँ म अब दोकान जानुपर्ने भएर चाहिँ म उठेको छिट्टै अब पनि सुत्थेँ मौसम यस्तो छ नि के गरेर बस्नु त होइन त्यही हेर्नु त्यही राम्रो यो बर्खाको बेला मलाई किन जन्माएको होला होइन आमा यो बर्खाको बेला त बिहे नहुनु नजन्माउनु भन्छु क्या आमा के भन तिमीहरू हिउँदा जन्माउन भन्नुहुँदैछ ल आमा गुड नाइट भनौँ न है उठो म चाहिँ बिरामी भएर सुतिराख्नु पर्छ है साथीहरू ल अब दोकान जानै पर्छ ढिलो भइसक्यो मलाई अब यसो लाएर कहिले थाहा छ हजुर मेरो बर्थडे विस गर्नु नि फेरि सबैजना विस गर्नु नि फेरि खास नबिर्सिकन हिजो हल्का रमाइलो भएको थियो पुरै कस्तो भइरहेको थियो कस्तो घुमिरहेको छ ए अब हामी जानुपर्ने हुन्छ भेडाको बाटो चाहिँ पुरै कस्तो छ भने बर्खा लाग्ने बित्तिकै पुरै पहिरो जान्छ कि अनि त्यो डर भइरहेछ कसरी जाम भइरहेछ हुन त हामीसँग रेनकोट छ सेफ्टीको लागि त्यही पनि अब त्यो भोलि अलि देखाउँछु नि हजुरलाई बाटो कस्तो छ भनेर हस् हामी चाहिँ लाग्यौँ साथीहरू सेफ्टी देखेर तपाईँ सक्नुभयो होला यो सेफ्टी देखेर चाहिँ यो सेफ्टी चाहिँ किन लाग्यो भनेर अब भनिराख्नु गर्दैन होइन के नै हुँदैछ यता अनि उता बहिनी चाहिँ पानी भर्दैछ यहाँ ढुकुर पाल्नु भएको रहेछ अनि म यहाँ गइगयो किरामी भनिनुपर्छ नि लुगा चाहिँ यस्तो लाउनुपर्छ नि के हजुर आफै गेस गर्नु होला अब यसो भनेर वा खप्तर ऱ्याप हान्नु त हुन्छ लागेको अब तर
मेरो पतिदेवलाई मेरो श्रीमानलाई चाहिँ माछा खाने मन भयो अरे माछा लिन जानुपर्ने हुन्छ बर्खा लागेको छ अब त्यहाँ भेटरको बाटो चाहिँ रक्स छ नि त अब कसरी जाने भनेर ढिलो भइसक्यो आज दाइ त्यहीबाट भन्दैछु ढिलो हुन्छ दोकान खोल्न है त्यही हो अब ढिलो हुन्छ अब के गर्नु मान्छे त आइसक्नु भइसक्यो लाग्छ भेटेर जाने जा मुता बरु फेरि पहिरो गएँ क्या यहाँ चाहिँ साथीहरू कि पहिरो धेर थाल्ने समय छ अस्ति त यस्तो हेर्नु पहिरो जान्छ क्या यता सबै बाटो छेडिदिन्छ हेर्नु न कस्तो दामी झर्ना त्यही भएर डर लाग्छ भेटको बाटो बर्खामा उहाँ पनि गएको छ दामी लाग्छ यहाँ भयो मौसम चाहिँ यस्तै छ है हेर्नु न अब धरान देखिँदैन मैले माछा पनि किनेर ल्याइसकेको छु अब गएर खाना खानुपर्ने गाई छ म चाहिँ भेटघाट आइसकेर पनि मैले दोकान खोलिसकेको छु हेर्नु त दोकान खोलिसकेको छु अनि त्यही हो मौसम त यस्तै छ भेटरमा यस्तै छ अनि आएर लुगा सुगा धोएर खानासारा पकाइसक्यो अब चाहिँ खानुपर्ने हुन्छ साथीहरू अब चाहिँ यस्तै हो हाम्रो होइन त है छैन अब ल पाक्दै होला त्यो साथी हो अब चाहिँ मछली लिएको थियौँ नि त अघि हामीले त्यही अब पाक्दैछ अनि मछली लिएको अनि पाकिसक्यो अब खाने पर्ने हुन्छ हजुरलाई देखाउने माछली पकिसक्यो यता रस पाक्दैछ ल साथीहरू अब चाहिँ खाना खानुपर्ने हुन्छ अब चाहिँ खाना खानुपर्ने हुन्छ त्यही हो आजको भिडियो चाहिँ के कस्तो भयो हेरेर लाइक कमेन्ट गरेर नबिर्सिनु होला भन्दै मेरो दिन चाहिँ यसरी नै बित्छ दिन भनौँ रात भनौँ यसरी नै बित्छ साथीहरू ल आजको भिडियो के कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गरेर नबिर्सिनु भन्दै आजको लागि बिदा हुन चाहन्छु अब अर्को भिडियोमा आउने छु मेरो स्पेसल डेमा आउने छु त स्पेसल डे मेरो यस्तो हुनेछ जस्तो लागिरहेछ त्यही पनि आउने छु हजुरलाई देखाउने नै छु मेरो के हुन्छ भनेर ल साथीहरू लागि बिदा हुँ बाई बाई